जोजलपा नमस्ते। आज पनि उपस्थित भइसकेका छौँ हामी युनिक साक्य र शङ्कर थापा समय सन्दर्भ लिएर। नेपाल भाषा एकाडेमीको निमित्त अनक मिडियाद्वारा प्रस्तुत गरिने यो कार्यक्रममा म यहाँहरूलाई सबैलाई स्वागत गर्छु। आजको कार्यक्रममा मैले किर्तिपुर जेसिसको एउटा कार्यक्रम सम्बन्धी कुरा गर्न नवनिर्वाचित किर्तिपुर जेसिसका अध्यक्ष आशिष सिंहलाई जोड्ने जमर्को गरिरहेको छु। समय सन्दर्भ, समसामयिक विषयहरूको साथमा समय सन्दर्भ, जनस्वास्थ्य, शिक्षा तथा आम नागरिकका ताजा विषयवस्तु समेटेर तयार पारिने समय सन्दर्भ। हेलो हजुर। हेलो आशिषजी, कार्यक्रममा स्वागत छ यहाँलाई। हजुर, धन्यवाद छ हजुरले। हजुर धन्यवाद, नमस्ते हजुर। कस्तो छ, जाडो छ है अहिले? हजुर, अलिक मौसम अलिक चिसै छ हजुर। चिया पिउनुभयो? हजुर हजुर। हजुरले? मैले पनि चिया पिएँ। अनि भोलि हाम्रो कार्यक्रम भइरहेको छ, यो 23औं पदस्थापन पुरस्कार वितरण तथा सम्मान कार्यक्रम हुँदैछ। यस विषयमा यो जानकारीको लागि यो कार्यक्रम कहाँ हुँदैछ, के हुँदैछ, कस्तो किसिमबाट गरिँदैछ भनेर केही जानकारी गराइदिनुहोस् न हाम्रो श्रोताहरूलाई। हजुर, यो चाहिँ हाम्रो वार्षिक कार्यक्रम हो। यो चाहिँ अब यो चाहिँ हाम्रो 23औं पदस्थापना पुरस्कार वितरण तथा सम्मान कार्यक्रम हो। हजुर। यो कार्यक्रम त विशेष त अब हामीले जेसीआई किर्तिपुरले वर्ष 2000 को पुरानो हाम्रो बोर्डलाई विदाई गरेर वर्ष 2021 को सम्पूर्ण नवनिर्वाचित पदाधिकारी तथा मनोनित पदाधिकारीहरूलाई 2021 को लागि चाहिँ अब नयाँ बोर्ड आउने हुँदाखेरि उहाँहरूलाई चाहिँ अब पदस्थापना गरेर स्वागत गर्ने कार्यक्रम पनि हो। अनि यो कार्यक्रममा चाहिँ भनौँ न सम्पूर्ण नयाँ बोर्ड मेम्बरहरू पनि आउनुहुन्छ र हामी नयाँ मेम्बरहरूलाई पनि यो कार्यक्रमदेखि चाहिँ हाम्रो जेसीआई किर्तिपुर जेसीआई मुभमेन्टमा चाहिँ हामी स्वागत गर्छौँ। विशेष त यो त पदस्थापना दिवस हो। हामी नयाँ बोर्ड मेम्बरहरूलाई चाहिँ हामी चाहिँ अब पुरानोलाई विदाई गरेर नयाँलाई हामी स्वागत गर्छौँ यस कार्यक्रममा। मतलब यो तपाईँहरूको यो भनौँ न यो कार्य समिति चाहिँ प्रत्येक वर्ष एउटा एउटा कार्य समिति हुन्छ होइन? हजुर, हाम्रो जेसीआईको हाम्रो प्रिन्सिपल अनुसार हाम्रो अब 1 man 1 year 1 post। अरू सङ्घ संस्था जस्तो हाम्रो कहिले पनि एउटा व्यक्तित्व एउटै पदमा एउटै भूमिकामा दोहोरिँदैनौँ हामी। हामी सधैँ 1 man 1 year 1 post हुँदाखेरि हाम्रो नेतृत्व हरेक वर्ष चाहिँ परिवर्तन हुन्छ, चेन्ज हुन्छ। त्यही अनुसार चाहिँ हाम्रो हरेक वर्ष चाहिँ यो कार्यक्रम हुन्छ। हजुर। अब भोलिको कार्यक्रममा चाहिँ पुराना हाम्रो कार्य समितिका पदाधिकारीहरूलाई विदाई गरेर नयाँ पदाधिकारीहरूलाई कार्यभार जिम्मा लगाउने तपाईँहरूको कार्यक्रम होइन त? हजुर हजुर। हाम्रो अब फर्मल्ली भोलिबाट हाम्रो पदस्थापनाबाट हाम्रो 2021 को लागि चुनिएका सम्पूर्ण चाहिँ हाम्रा पदाधिकारी बोर्ड मेम्बरहरूको चाहिँ अब 2021 को भोलिदेखि नै हाम्रो चाहिँ वैधानिक रूपमा आधिकारिक रूपमा जिम्मेवारी चाहिँ ग्रहण गरेर अब हाम्रो कार्यकाल सुरु हुन्छ 1 वर्षको लागि। हजुर। अब यस भन्नुपर्दाखेरि अब यो जेसिसले चाहिँ कस्तो कस्तो किसिमको काम यो समाजमा गर्छ भनिदिनु न। हाम्रो अब जेसिसको कुरा गर्ने हो भने यो चाहिँ अब भनौँ न एउटा इन्टरनेसनल एउटा अर्गनाइजेसन हो। 1915 मा सन् 1915 मा चाहिँ यो चाहिँ अमेरिकामा सेन्ट लुइसमा चाहिँ हाम्रो फाउन्डर प्रेसिडेन्ट हेनरी गाइजनबर्गद्वारा चाहिँ स्थापना भएको थियो। अन्तर्राष्ट्रिय रूपमा भन्ने हो भने नेपालको कुरा गर्ने हो भने 1964 मा डाक्टर भेकबहादुर थापाको नेतृत्वमा नेपालमा चाहिँ हाम्रो यो जेसीआई मुभमेन्ट सुरु भएको थियो। हाम्रो जेसीआई नेपालको चाहिँ भन्ने हो भने विशेष त यो हाम्रो यङ एक्टिभ सिटिजनहरूको लागि हो। यो 18 वर्षदेखि 40 वर्षको वर्किङ सिटिजनहरूको लागि चाहिँ हाम्रो चाहिँ जेसीआई मुभमेन्ट चाहिँ हाम्रो विशेष हो। यसले हाम्रो जेसीआई मुभमेन्टले विशेष के गर्छ भन्दाखेरि समाजमा हामीले चाहिँ यङहरूलाई लिडरसिप, पर्सनालिटी र एन्टरप्रेन्योरसिप स्किल डेभलप गर्नको लागि चाहिँ हामीले चाहिँ प्रेरणा दिन्छौँ र हामी त्यही अनुसारको चाहिँ हामी ट्रेनिङहरू आयोजना गर्छौँ। विशेष त मैले भन्नुपर्दाखेरि हामी फोकस केमा गर्नुपर्छ भन्दाखेरि यङहरूलाई लिडरसिप
पर्सनालिटी डेभलपमेन्ट र एन्टरप्रेन्योरसिप स्किल हामीले चाहिँ मा फोकस गरेर हामी काम गर्छौँ। अनि हाम्रो यो जेसिसमा चाहिँ हामीले चाहिँ विभिन्न सेक्टरको चाहिँ हुन्छ नि एक्टिभ युवाहरूलाई चाहिँ हामीले चाहिँ भनौँ न आह्वान गरेर हामी मिलेर हातीमालो गरेर काम पनि गर्छौँ। त्यो सेक्टरहरु कुन कुन सेक्टर भनेको पनि राइज टु लिड हो हजुर हैन। हामीले चाहिँ अब समाजमा भएको युवालाई चाहिँ हामीले चाहिँ कसरी नेतृत्वको लागि तयार पार्ने राइज गर्ने। नेतृत्व भनेर अब राजनीतिक नेतृत्व मात्रै होइन, सामाजिक नेतृत्व हुनसक्छ, व्यावसायिक नेतृत्व हुनसक्छ, एउटा कम्युनिटीमा चाहिँ एउटा भनौँ न एउटा राम्रो पोजिटिभ आयाम ल्याउनलाई कम्युनिटीमा एउटा सानो लेभलमा लोकल लेभलमा नेतृत्व हुनसक्छ भन्ने कुरा नै हो। हामीले मेन फोकस भनेको स्किल नलेज डेभलप गर्छौँ। त्यो के को लागि भन्दाखेरि चाहिँ नेतृत्व विकासको लागि अनि एउटा युवाको व्यक्तित्व विकासको लागि र युवामा व्यावसायिकता चाहिँ विकासको लागि चाहिँ हामीले चाहिँ विशेष कार्य गर्दै आएका छौँ। जेसिआईको मुभमेन्टमा चाहिँ हाम्रो मेन फोकस चाहिँ यही हो। हाम्रो चाहिँ युवामा अब व्यावसायिकता विकास गर्ने भन्नुभयो यहाँले, त्यो कुन कुन क्षेत्रमा गर्नुहुन्छ, कसरी गर्नुहुन्छ? जस्तो कि अब हाम्रो भनौँ न अब 4वटा सेक्टर छ हाम्रो। हेर्नुहोस् है, अब हाम्रो जेसिसको मूलभूत सेक्टर भन्नुपर्दाखेरि एउटा इन्डिभिजुअल सेक्टर छ, एउटा बिजनेस भयो, कम्युनिटी भयो, अनि त्यसपछि इन्टरनेसनल भयो। व्यावसायिकताको कुरा गर्दाखेरि एउटा नवयुवा व्यावसायिकता हुनलाई सर्वप्रथम त ऊ आफैमा एउटा चाहिँ क्यापेबल हुनु पर्यो, उमा एउटा इन्डिभिजुअल ग्रोथ हुनु पर्यो। उसले कसरी बोल्ने सिक्नु पर्यो, कसरी लिडरसिप लिने सिक्नु पर्यो, यसमा एउटा नलेजेबल गेन हुनु पर्यो। पहिला एउटा युवालाई हामी भनौँ न एउटा नयाँ युवालाई हामी पहिला पर्सनल स्किल डेभलपमेन्टमा हामी फोकस गर्छौँ ताकि उसले चाहिँ सोसाइटीमा देश विदेशमा उसले आफ्नो राम्रोसँग डिल गर्न सकोस् भनेर सबभन्दा पहिला हामी उहाँलाई चाहिँ भनौँ न एउटा युवालाई चाहिँ हामीले पर्सनल डेभलपमेन्टमा फोकस गर्छौँ। त्यसपछि हामीले चाहिँ अब व्यावसायिक ज्ञान पनि दिन्छौँ कि हाम्रो जेसिसको त हाम्रो चाहिँ नेपालको चाहिँ नेपाल जेसिसको चाहिँ नेसनल बिजनेस एकाडेमी पनि हुन्छ। अरू सङ्घ संस्थाको यस्तो बिजनेस एकाडेमी हुँदैन। बिजनेस एकाडेमीमा हामीले व्यवसाय कसरी गर्ने, कानुनी अडचनहरू के छ व्यवसाय गर्दाखेरिको होइन, अनि हाम्रो चाहिँ भनौँ न व्यवसायको चाहिँ आयामहरू के छ भन्ने कुरा पनि हामीले चाहिँ त्यो ट्रेनिङ पनि हुन्छ हाम्रो नेपाल बिजनेस जेसिआई बिजनेस एकाडेमीमा। प्लस एउटा बिजनेस गर्दै आएको युवाहरूको बिचको एउटा नेटवर्क पनि खुल्छ। सर्वप्रथम त ट्रेनिङ दिइसकेपछि भनौँ न त्यसपछि गएर बिजनेसको बारेमा नलेज दिन्छ। बिजनेस गरिसकेपछि आफूले के गरिसकेपछि कम्युनिटीमा सर्भ गर भनेर एउटा कम्युनिटीमा जानुपर्छ भन्ने एउटा थिम छ। अनि आफ्नो बिजनेस इन्डिभिजुअल ग्रोथ बिजनेस गरेर कम्युनिटीमा गइसकेपछि के राम्रो भइसकेपछि आफ्नो देशलाई समाजलाई चिनाउनलाई अन्तर्राष्ट्रिय स्तरमा पनि जाउँ, इन्टरनेसनल जाउँ भन्ने पनि छ। अब व्यावसायिकता गर्ने विषयमा चाहिँ हाम्रो चाहिँ भनौँ न व्यवसाय भनेको धेरै किसिमको हुनसक्छ। अब आफ्नो पर्सनल स्किल अनुसार अब कसैले चाहिँ कोसँग के स्किल होला, के स्किल होला, आफूसँग जे स्किल छ एउटा युवाले जे व्यवसाय गर्न चाहेको छ त्यही व्यवसायमा चाहिँ भनौँ न फोकस भएर काम गर्नलाई चाहिँ यसले चाहिँ होइन वातावरण बनाइदिने ट्रेनिङ गर्ने हो। त व्यवसाय भनेर सर्टेन यही गर्नुपर्छ भन्ने छैन कि, तर आफूसँग युवासँग त खुबी हुन्छ नि। अब हामी किर्तिपुरकै कुरा गर्नु पर्दाखेरि धेरै युवाहरू अहिले रेस्टुरेन्ट व्यवसायमा आकर्षित भएको देखिन्छ। कति युवाहरू चाहिँ इन्जिनियरिङ टेक्निकल विषयहरूमा गएका छन् होइन। त्यो भनौँ न आफूसँग जे खुबी छ त्यसलाई नै चाहिँ बढाउने हिसाबमा चाहिँ हामीले त्यसको चाहिँ उहाँको व्यक्तित्व विकास होइन नेतृत्व विकास र एन्टरप्रेन्योरसिप विकासमा चाहिँ हामी फोकस गर्ने हो हामीले चाहिँ। धेरै राम्रो। अनि भन्नुपर्दाखेरि अब यसरी विकास गर्ने भन्नुभयो तपाईँले बिजनेस एकाडेमी ल्याएर ट्रेनिङ दिने यस्तो कुराहरू गर्नुभयो, त त्यहाँ एउटा आर्थिक स्रोतको पनि आवश्यकता देखिन्छ नि है, त्यो चाहिँ कसरी जुटाउनुहुन्छ यहाँहरू? हेलो हजुर, यसो अब तपाईँहरूको बिजनेस ट्रेनिङहरू दिनुहुन्छ, एउटा बिजनेस एकाडेमी नै खोलेर तालिमहरू दिने गर्नुभएको छ, यसको लागि कुनै किसिमको आर्थिक स्रोत त चाहिएला नि है, यो चाहिँ कसरी जुटाउनु भएको छ? हजुर यसको लागि चाहिँ अब भनौँ न हाम्रो नेपालभरि नै अब हाम्रो नेपाल जेसिसले यो चाहिँ गर्दैछ। नेपालभरि नै हाम्रो 150वटा लोकल च्याप्टर छ। हरेक लोकल च्याप्टरबाट सर्टेन एमाउन्टको रेजिस्ट्रेसन फी पनि उठाएकै हुन्छ। त्यस्तै गरी हामीले ट्रेनिङ दिँदाखेरि नोमिनल चार्ज ट्रेनरबाट हामीले नोमिनल चार्ज पनि हामी लिएका हुन्छौँ। नोमिनल चार्ज धेरै होइन, नोमिनल चार्ज लिएका हुन्छौँ ट्रेनिङको फन्डको लागि। त्योदेखि बाहेक पनि अब हामी चाहिँ अब यङ एक्टिभ सिटिजन हामी जेसिसमा लाग्ने युवाहरूको लागि चाहिँ भनौँ न हामीलाई विभिन्न सङ्घ संस्थाले चाहिँ हामीलाई सहयोग गरेको पनि छ होइन। त्यस्तै गरी हाम्रो किर्तिपुर नगरपालिकाबाट पनि हरेक वर्ष सहयोग गरेको छ हामीलाई कार्यक्रम गर्नु पर्दाखेरि।
त्यस्तै गरी विभिन्न कीर्तिपुरमा चाहिँ एक्टिभ चाहिँ सङ्घ संस्था बिजनेस ग्रुपहरू अर्गनाइजेसनहरूले चाहिँ हामीलाई सक्दो सहयोग गरेकै छ फन्ड त्यो दिन बाहेक। अनि मेम्बरसिपबाट पनि हामी चाहिँ अब ट्रेनिङको लागि अलिअलि ड्यू उठाउँछौँ। त्यस्तै गरी अनि हामी ड्यूको लागि अब हामी आफै चाहिँ भनौँ न एउटा एन्टरप्रिनरसिप हुनुपर्छ भन्ने एउटा संस्था छ होइन। यसमा चाहिँ यङ एन्टरप्रिनरहरू पनि चाहिँ छ, यङ लिडरहरू हुनुहुन्छ। यसमा चाहिँ कस्तो भन्दा जेसिसीले पनि हामीले कार्यक्रम गर्दाखेरि भनौँ न सर्टेन यस्तो कार्यक्रम पनि हामी गर्छौँ कि जसले गर्दाखेरि हामीलाई फन्ड पनि राइज होस्। जस्तो कि हामी अब भनौँ न फर इक्जाम्पल हामी भनौँ न फन्ड जेनेरेसन गर्नको लागि अब कीर्तिपुरमा नेवारी भोज कार्यक्रम जहाँ चाहिँ भनौँ न नेवारी कला संस्कृतिप्रति आकर्षित भएर विदेशीहरू आउनुहुन्छ होइन, नेपालकै चाहिँ प्रतिष्ठित व्यक्ति गण्यमान्यहरू आउनुहुन्छ। यस्तो कार्यक्रमबाट पनि हामी फन्ड रेज गर्छौँ। कीर्तिपुर नाइट्स होइन त्यस्तोबाट पनि हामी फन्ड रेज गर्छौँ। हामी जेसिआई विक भनेर हामी हरेक वर्ष मनाइरहेका छौँ, हरेक वर्ष थिम दिएर। यो गर्दाखेरि पनि हाम्रो चाहिँ भनौँ न स्पोन्सरसिपहरू चाहिँ सङ्घ संस्थाबाट बिजनेस हाउसबाट चाहिँ जेसिसले युवाहरूले गरिरहेको छ, युवाहरूलाई प्रोत्साहन गर्नुपर्छ भनेर त्यहाँबाट पनि आएको छन्। कोही स्वतः स्फूर्त खुसी भएर चाहिँ होइन अब युवाहरूको लागि गर्नुपर्छ भनेर आएका छन्। हामीलाई अब आर्थिक रूपमा सहयोग दिनेहरू पनि धेरै हुनुहुन्छ होइन। आर्थिक रूपमा नसक्नेहरूले उहाँले जे सक्नुहुन्छ होइन, उहाँको दक्ष अनुसार उहाँहरूले चाहिँ तन मनबाट सहयोग गर्ने पनि धेरै हुनुहुन्छ हाम्रो संस्थामा। हामी यसरी चलिरहेका छौँ। अब रेजिस्ट्रेसन ड्यू पनि हामी चाहिँ भनौँ न मेम्बरहरूसँग हामीले नोमिनल पनि लिने गरेका छौँ। हजुर, अब यसरी आफ्नै निमित्त आफैले आफ्नो पर्सनालिटी विकास गर्ने भनेपछि त त्यहाँ आफ्नै लगानी पनि केही फरक पर्दैन नि, आफू त्यति पैसा पनि लाग्दैन नि होइन। हजुर होइन, अवश्य पनि भनौँ न अब हामीले अब के पाउनलाई अब होइन केही चाहिँ गुमाउनु पनि पर्छ अब यो नेतृत्व विकास गर्नको लागि पनि होइन। हामी आफूलाई पनि इन्भेस्ट गर्नुपर्छ नि होइन। अब हामीले अब कति इन्भेस्ट गरेर हुन्छौँ हामी अब मान्छेले होइन, हामी मानवले के कुरा इन्भेस्ट गरेर आउँछ, हामीले आफूले इन्भेस्ट गरेर हुँदैनौँ। तर हाम्रो जेसिसिएनले चाहिँ हाम्रो जेसिस मेम्बरहरूले चाहिँ आफूलाई पनि इन्भेस्ट गर्नुपर्छ भन्ने हिसाबमा हामीले हरेक प्रोग्राममा चाहिँ भनौँ न एउटा नोमिनल चाहिँ एउटा रेजिस्ट्रेसन फी पनि लिन्छ ताकि हाम्रो संस्था पनि चलोस् होइन। हामीले चाहिँ आफ्नो लगानी पनि होस् भन्ने हिसाबमा पनि हामी गरिरहेको छौँ। यसले पनि हाम्रो चाहिँ भनौँ न एउटा चाहिँ जब हामी लगानी केही चिजमा हामी लगानी गर्छौँ नि त्यसको लागि हामी उत्तरदायित्व हुन्छ, एकाउन्टेबिलिटी हुन्छौँ नि। यसले हामीलाई एकाउन्टेबिलिटी पनि बोध गराउँछ कि हामीले चाहिँ यो पनि हामी जेसिसमा हामी गर्छौँ यो चाहिँ हामी एकाउन्टेबिलिटीको लागि पनि हामीले चाहिँ के गर्नुपर्छ भन्ने हिसाबमा हाम्रो सबै मेम्बरहरूले भनौँ न सर्टेन ड्युज चाहिँ हामी तिर्छौँ। हाम्रो साथ सहयोग त छँदैछ, नगरपालिकाबाट छ, हरेकचोटि हाम्रो चाहिँ भनौँ स्थानीय निकायबाट भयो, यहाँ एक्टिभ सङ्घ संस्थाबाट, बिजनेस हाउसबाट, बिजनेस ग्रुपबाट हामीलाई धेरै नै साथ सहयोग छ हामीलाई। यसमा चाहिँ अब 18 देखि 40 वर्षका युवा उमेरका केटाकेटी मात्रै जम्मा पार्नुको चाहिँ कुनै उद्देश्य छ, खास केही छ? यो विशेष त हाम्रो जेसिस भनेकै हाम्रो चाहिँ होइन जेसिआई हाम्रो फुल फर्म भनेको जुनियर च्याम्बर इन्टरनेसनल हो, यसको चाहिँ फुल फर्मै हामी भन्नु पर्दाखेरि। अनि यो भनेको हाम्रो कस्तो हुन्छ भन्दा जेसिसको चाहिँ हाम्रो चाहिँ यङ एक्टिभ सिटिजनहरूको लागि हो हाम्रो विशेष फोकस। कस्तो भन्दाखेरि हाम्रो मानसिकता कस्तो भन्दाखेरि जब हामी 18 वर्षदेखि 40 वर्षको हुन्छौँ हामी यङ ऊर्जावान भनौँ न, हामी यङ एक्टिभ सिटिजन, हामी कार्य सम्पादन गर्न सक्ने हामी यङ एक्टिभ सिटिजन हुन्छौँ नि। यति बेला हामीले चाहिँ भनौँ न जे कुरा सिक्यौँ, जे कुरा ग्रहण गऱ्यौँ, हामी जे कुरामा लाग्यौँ त्यो हाम्रो भनौँ न सबकन्सियस माइन्डमा हाम्रो चाहिँ इस्टाब्लिस हुन्छ भन्ने कुरा चाहिँ हाम्रो चाहिँ भनौँ न विज्ञानले नै भनेको छ कि जब हामी उमेर ढल्किन्छौँ, उमेर ढल्किसकेपछि भनौँ न अब सबैमा त लागु नहोला, उमेर ढल्किसकेपछि नयाँ कुरा चाहिँ कोचिङ दिनको लागि अथवा नयाँ कुरा ग्रहण गर्नको लागि अलिक गाह्रो हुन्छ होइन। समाजमा चाहिँ अब परिवर्तनको सम्भावक भनेको युवा हो भन्ने हिसाबमा युवालाई के गर्नुपर्छ, युवालाई लिडरसिप विकास गरेर, व्यावसायिकता विकास गर्ने, नेतृत्व विकास गरेर एउटा समाजमा ठुलो मान्छे भने कि एउटा असल मान्छे बनाउने चाहिँ हाम्रो चाहिँ उद्देश्य हो जेसिसको। ठुलो मान्छे होइन असल मान्छे बनाउने उद्देश्य हुँदाखेरि चाहिँ युवाहरूमा चाहिँ हामीले चाहिँ अहिले नै भनौँ न नलेज स्किल प्लान गऱ्यौँ भने जब युवा अवस्था सिधेर वयस्क हुन्छ त्यति बेलामा समाजमा चाहिँ एउटा नयाँ भनौँ न एउटा पोजिटिभ आयाम असल व्यक्तित्वहरूको चाहिँ हुन्छ भन्ने हिसाबमा चाहिँ युवालाई नै गर्नुपर्छ। किनभने युवा नै हो नि त भोलि चाहिँ परिवर्तन हुने, नेतृत्वमा जाने, जहाँ गए पनि युवाले हाँक्ने हो। आज युवा भोलिको त नेता हो हेर्नुहोस् होइन। त्यही हिसाबले चाहिँ हामीले चाहिँ
हाम्रो जेसिसले नेपालमा चाहिँ होइन वर्ल्डभरि नै हाम्रो 18 to 40 इयर्स हजुर होइन हामीले चाहिँ यङ एक्टिभ सिटिजन फ्रेमवर्कभित्र बसेर हामीले चाहिँ असल व्यक्तित्व विकास गर्नको समाजको लागि एउटा राम्रो सभ्य समाज निर्माणको लागि भनेर युवाहरूमा फोकस हुने कारण नै त्यही हो कि युवामा जोस जाँगर पनि हुन्छ हेर्नु स्किल सिक्न पर्ने एउटा चाहिँ नलेजेबल पनि हुन्छ होइन र हामीले युवाहरूको शक्तिलाई सही ठाउँमा प्रयोग गर्यो भने एउटा सभ्य समाज र एउटा विकसित समाज निर्माण गर्नको लागि यसले चाहिँ ठुलो टेवा पुऱ्याउँछ भन्ने हिसाबमा नै हामी युवाहरूतिर फोकस हो हामी हजुर पक्कै पनि यहाँले भनेअनुसार पक्कै पनि 18 देखि 40 उमेर 18 वर्षको उमेर पुगेका युवा युवतीहरूले चाहिँ त्यहाँबाट आफ्नो क्यारियर सुरु गर्नुपर्छ र अब कसरी आफूलाई बनाएर लैजानुपर्छ भन्ने उनीहरूले आफ्नो आइम पनि बोकेका हुन्छन्। त्यसैमा यो जेसिआईले पनि यो यस्तो किसिमको कार्यक्रम गरेर पक्का पनि युवाहरूलाई चाहिँ आफ्नो सही बाटो देखाउन सक्छ भन्ने मैले आशा गरेको छु। अनि सिंहजी अब यो इन्डस्ट्रियल अब तपाईको यो जेसिसले गर्ने कामहरुमा एउटा इन्डस्ट्रियल भयो, एउटा बिजनेस भयो, एउटा कम्युनिटी भयो, एउटा इन्टरनेसनल, चारवटा तपाईले यो क्षेत्र देखाउनु भएको छ मलाई। कम्युनिटीमा चाहिँ इन्डिभिजुअल बिजनेस कम्युनिटी र इन्टरनेसनल चारवटा क्षेत्र देखाउनु भयो नि हैन? हजुर। यसमा चाहिँ कम्युनिटीमा चाहिँ युवाहरूले कसरी प्रभाव पार्न सक्छन् होला? कम्युनिटीमा हेर्नुस् हामी अब हैन युवाहरूले चाहिँ कम्युनिटीमा हेर्नु न धेरै प्रभाव पार्न सक्छ हेर्नुस् है। अब सरस्वती भन्नु पर्दाखेरि हैन अब युवा कम्युनिटी भनेपछि हेर्नु हामी समाजमा बस्छौं। हजुर। समाजमा विभिन्न आयाम हुन्छ हैन। समाजमा अब हाम्रो त अझै कस्तो मिश्रित समाज छ हाम्रो त नेपालको त हैन। हजुर हजुर। यहाँ एक किसिमको जात उता अर्को किसिमको जात अथवा अर्कै किसिमको कम्युनिटी हैन। हाम्रो नेपाल हेर्नु न कति डाइनामिक छ हाम्रो। 1 किलोमिटरको अन्तरालमा हामी कति भेरिएसन पाउँछौँ हैन। फरक छ। अब भनौँ न युवाले हैन कम्युनिटीमा हैन अब भनौँ अब फेरि हेर्नु है अब युवा भनेको यस्तो शक्ति हो कि हामीले जता प्रयोग गर्यौं उतै डाइभर्ट हुन्छ हैन। अब फर एक्जाम्पल युवाहरूको चाहिँ भनौँ न लगानी युवाहरूको चाहिँ जोस जाँगरले देशमा हामीले धेरै परिवर्तन गरेका छौँ हेर्नुस्। हजुर हजुर। जस्तो कि अब भनौँ न 2007 सालको क्रान्ति हुँदाखेरि बीपी कोइराला, गणेश मान सिंह, कृष्ण प्रसाद भट्टराईहरू उहाँ कृष्ण प्रसाद भट्टराई 21 वर्षको उमेरमा नेपालको चाहिँ सभामुख हुनुभएको थियो। उहाँहरूले 21 वर्षको उमेरमा देशमा त्यत्रो क्रान्ति गरेर प्रजातन्त्र ल्याउनु भएको। त्यस्तै 46 सालतिर अहिलेका शेरबहादुर देउबा भनौँ हैन, रामचन्द्र पौडेल उहाँहरू युवा हुनुहुन्थ्यो। उहाँहरूले देशलाई चाहिने बेलामा हेर्नु कति चाहिँ युवाहरूले परिवर्तन गरेर समाजमा भनौँ न चाहिने ठाउँमा। त्यस्तै गरी अहिले पनि भनौँ न हाम्रो चाहिँ युवाहरू चाहिँ भनौँ न अब कुलतमा लागेका छन्, कोही कहाँ लागेका छन्, ग्रेन भएका छन्। धेरै युवाहरू त अब खाडीतिर चाहिँ हैन श्रम चाहिँ गुजाराको लागि श्रमको लागि विदेश गएका छन्। हामी त भनौँ न यति धेरै युवा शक्ति भए पनि हामीले आफ्नो देशमा के गर्न सकेका छन् हेर्नु। अब अहिलेको हाम्रो देशको मूलभूत आवश्यकता भनेको हामीलाई राजनीतिक क्रान्ति धेरै भयो, हामीलाई आर्थिक समृद्धि चाहिएको छ नि हैन। अब युवाहरूले सबै देशको युवाहरू मिलेर देशमा के गर्ने, देशमा लाग्नुपर्छ हैन। हामीले चाहिँ एउटा सानो लघु उद्योग स्थापना गरेर हुन्छ कि देशमै बसेर केही गरेर हुन्छ कि भनेर हामी युवाहरू एकत्रित भएर लाग्यौँ भने, सङ्गठनिक भयौँ भने, हामी पोजिटिभ बाटोतिर लाग्यौँ भने हेर्नुहोस् त हामीले चाहिँ आज चाहिँ रोपेको बिउले भनौँ न अब 10 वर्षमा हामीले धेरै परिवर्तन गर्न सक्छौँ नि हैन। अब पहिला हेर्नुहोस् पहिलाको समाज हेर्नुहोस् कति चाहिँ हाम्रो रूढिवादी थियो हैन, कति चाहिँ हाम्रो चाहिँ अब गाह्रो थियो समाजमा भनौँ न। हाम्रो कल्चरली पनि कति डोमेन थियो। युवाहरूले हेर्नुहोस् त कस्तो परिवर्तन गरेको छ अहिले समाजमा। हामी कति चाहिँ एडभान्स गरेका छौँ हैन। युवाको माइन्डसेटले चाहिँ हामी समाजमा धेरै परिवर्तन गर्न सक्छौँ। अब भनौँ न अहिले पनि हाम्रो चाहिँ युवाहरूले छ नि पोजिटिभ इम्प्याक्ट हामी धेरै कुरोमा ल्याउन सक्छौँ। चाहे वातावरणको सेक्टरमा होस् कि हैन, आर्थिक सेक्टरमा होस् कि सामाजिक चाहिँ हामी मेलमिलापको सेक्टरमा होस् कि हामीले युवाले चाहिँ भनौँ न पोजिटिभ इम्प्याक्ट पार्यो भने युवाको रोल त कम्युनिटीमा धेरै हुन्छ। किनभने आजको हामी युवाले जे चाहिँ हामी चाहिँ बानी बिहोरा देखाउँछौँ, जे एक्सन लिन्छौँ नि, भोलिको चाहिँ जेनेरेसनको बच्चाहरूले त त्यही कुरा सिक्दियो। आज हामीले जे गर्छौँ त्यो भोलि कल्चर हुन्छ हेर्नुहोस्। हामीले हाम्रो चाहिँ पूर्वजले जे गर्दै आएको छ हामी त्यो सिक्दैछौँ, त्यही हाम्रो कल्चर भएको छ। अब हामीले आज जे गरौँ भोलि त्यो कल्चर हुन्छ भनेपछि हामी युवाले आज हामी सही बाटो सही नेतृत्व लिएर गयौँ भने भोलि हाम्रो राम्रो कल्चर हुन्छ। त्यो भइसकेपछि हामी सबै समाज बनाउन सक्छौँ, हामी देशलाई उन्नतितिर लान सक्छौँ। त्यही कारण हाम्रो युवाको रोल त एकदम इम्पोर्टेन्ट छ हेर्नुहोस्। चाहे त्यो जेसुकै सेक्टर होस् कि त्यो होइन, एउटा चाहिँ सानो चाहिँ अब भनौँ न चाहिँ अब सियो र धागो चाहिँ उन्निने किन नहोस् होइन। उहाँको चाहिँ एउटा चाहिँ नि पोजिटिभ विचार पोजिटिभ थिङ्किङले होइन
पछि धेरै कुरा असर पारेको हुन्छ नि होइन। युवा हेर्नुहोस् त अहिले फर इक्जाम्पल एउटा सानो इक्जाम्पल दिन्छु। अहिले किर्तिपुरमै हेर्नुहोस् त कति युवाहरू चाहिँ नयाँ युवाहरू होटल व्यवसायमा हुनुहुन्छ। एउटा हब भन्दैछ धेरै देख्न सक्छौँ युवाहरू लाग्नु भएको छ। त्यसले गर्दाखेरि हेर्नुहोस् हाम्रो किर्तिपुरमा चाहिँ आन्तरिक पर्यटन कति बढेको छ। यदि युवाहरूले नयाँ जेनेरेसन त्यो नगरेको भए हामीले चाहिँ आफ्नो किर्तिपुरलाई कसरी चिनाउने होइन एउटा चाहिँ भनौँ न। त्यस्तै गरी युवाहरूको यो क्रिएटिभिटी कुनै सेक्टरमा लाग्यो भने अब सर्टेन युवाहरू हामी अब लघु उद्योग स्थापना गरौँ, हामी यहीँ भएको लोकल रिसोर्सेसहरू युज गरौँ, लोकल स्किल युज गरौँ होइन, जोस जाँगर छ नि त युवामा, त्यो गरौँ भन्ने हिसाबमा गयो भने हामीले त्यसलाई हेर्नु त एउटा व्यावसायिकीकरणतिर लान सक्छौँ, एउटा इन्डस्ट्रियलाइजतिर लान सक्छौँ। युवाहरूले हामी पर्यटन गर्न सक्छौँ नि त हामीले। युवाको सेक्टर त हेर्नुहोस् हरेक ठाउँमा छ कि होइन, महत्त्वपूर्ण छ युवाको चाहिँ। अहिले युवाले चाहिँ भनौँ न जे गरेर भोलि त कल्चर हुने हो। त्यही कारणले हामीले चाहिँ एकदम पोजिटिभली लिएर पोजिटिभ सोचेर हामी जानुपर्छ। अब युवाहरू हाम्रो जेसी मुभमेन्टमा नगरपालिकाले हाम्रो चाहिँ अब प्रदेश सांसद, प्रतिनिधि सभा सांसद, त्यस्तै गरी विभिन्न सङ्घ संस्थाले हामीलाई सहयोग गर्नुपर्छ। किन भन्दाखेरि हामीले जुन बाटो लिएर गयौँ नि त्यो बाटो त हामी पछिसम्म पनि हामी छ नि त्यसले त हाइवे बनाउँछ। अहिले अलिक सानो बाटो होला पछि यसले हाइवे बनाउँछ। त्यही कारणले चाहिँ युवाको रोल त एकदम इम्पोर्टेन्ट छ समाजमा। हजुर पक्कै पनि आशिषजी मैले यहाँसँग आज राम्रो सन्देश पाएँ। श्रोताहरूले पनि पक्कै पनि यहाँको सुझावहरू मनन गर्नुभयो होला भन्ने मैले आशा गरेको छु। अनि युवाहरूलाई सामाजिक दायित्व बोध गराउने काम जेसीले गरिरहेको छ। यो कुरा पक्कै पनि एकदमै राम्रो कुरा हो। अब भोलिको कार्यक्रम चाहिँ अब जाँदाखेरि भोलिको कार्यक्रममा चाहिँ कुनै विशेष अतिथि कोही बोलाउनु भएको छ कि हाम्रो जेसीको कार्यकर्ताहरू मात्रै हुन्छन्? ए होइन, हाम्रो भोलिको कार्यक्रममा हाम्रो प्रमुख अतिथि हाम्रो चाहिँ पूर्व सांसद तथा पूर्व युवा तथा खेलकुद मन्त्री राजेन्द्र कुमार केसीजी हुनुहुन्छ। हजुर हजुर। त्यस्तै गरी विशिष्ट अतिथिमा प्रदेश बागमती प्रदेशका सांसद तथा किर्तिपुर जेसीका पास्ट प्रेसिडेन्ट हजुर पुकार महर्जनजी हुनुहुन्छ। हाम्रो विशिष्ट अतिथि पुकार महर्जनजी हुनुहुन्छ। त्यस्तै गरी प्रमुख अतिथि पूर्व युवा तथा खेलकुद मन्त्री राजेन्द्र कुमार केसीजी हुनुहुन्छ। अनि भोलि अब हाम्रो चाहिँ पदस्थापना दिवसमा किर्तिपुरमा एक्टिभली लाग्नुभएका विभिन्न सङ्घ संस्था, नगरपालिकाको प्रतिनिधि होइन, किर्तिपुरका कर्पोरेट हाउस, बिजनेस हाउस, त्यस्तै गरी अरू नेपाल जेसिसको अरू शाखा को पनि प्रतिनिधिहरू आउनुहुन्छ भोलि त्यहाँ। त्यस्तै गरी अब व्यावसायिक तामा लागेका युवाहरू होइन। अनि त्यस्तै गरी भोलि अब भनौँ न एउटा फर द इन्फर्मेसन भोलि हाम्रो पदस्थापना कार्यक्रममा किर्तिपुर महिला इम्पावरमेन्ट सेन्टर होइन, वुमेन इम्पावरमेन्ट सेन्टर किर्तिपुरले चाहिँ एउटा सानो एउटा घरेलु उद्योग स्थापना गरेको छ। उहाँहरूले ब्याग होइन त्यस्तै गरी गिफ्ट आइटमहरू बनाउनु भएको छ। उहाँले लगभग 15 जना जति चाहिँ महिलाहरूलाई चाहिँ भनौँ न एउटा चाहिँ श्रम चाहिँ दिनुभएको छ होइन। उहाँहरूको चाहिँ भनौँ न स्टल पनि छ त्यहाँ होइन। उहाँहरूले चाहिँ उत्पादन गर्नुभएको हाम्रो लोकल्ली उत्पादन भएको सामानको हाम्रो स्टल पनि छ त्यहाँ, ताकि हामीले चाहिँ हाम्रो लोकललाई प्रमोट गर्न सकौँ भन्ने हिसाबमा हामीले त्यहाँ लोकल प्रोडक्सन पनि राखेका छौँ होइन। त्यसैले चाहिँ म यो कार्यक्रमबाट चाहिँ यहाँ हाम्रो चाहिँ भनौँ किर्तिपुरका सम्पूर्ण चाहिँ युवाहरूलाई सङ्घ संस्थाहरूलाई चाहिँ आउनुहोस्, आह्वान गर्नुहोस्, हाम्रो हौसला बढाउनुहोस् भन्न पनि चाहन्छु। सबैलाई यही कार्यक्रमबाट म चाहिँ निमन्त्रणा दिन चाहन्छु। हस्, धन्यवाद आशिषजी। भोलि भेटौँला। तपाईँहरूको यो 23औं पदस्थापना पुरस्कार वितरण तथा सम्मान कार्यक्रम भोलिको कार्यक्रम सफल होस् भन्ने कामना गर्दै आज म यहाँसँग छुट्टिएँ है त। हजुर 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 विशेष धन्यवाद हजुर। मलाई नि अब केही आफ्नो मनमा लागेको हाम्रो जेसिआई मुभमेन्टको बारेमा केही कुरा राख्न समय दिनुभयो, त्यसलाई विशेष आभार प्रकट गर्दछु। सम्पूर्ण हाम्रो किर्तिपुर जेसिसको चाहिँ टिमबाट नै हजुरलाई विशेष आभार व्यक्त गर्न चाहन्छु। हस्, धन्यवाद। उहाँ हुनुहुन्थ्यो आशिष सिंह, नवनिर्वाचित अध्यक्ष हुनुहुन्थ्यो। हस् त, आजलाई युनिक साक्य र शङ्कर थापालाई बिदा दिनुहोस्। नमस्ते, शुभ।